मेहनती भाइ पहिलो नम्बर हे छोराछोरी हो हामी किन आएका हौँ आज यहाँ हाम्रो आजको दिन के हो त्यो बुझौँ जाम शीतल निवास जाम राष्ट्रपतिलाई घोक्र्याम भनेर हाम्रा बुद्धिजीवी भाइहरूले भन्नुभएको छ तपाईँहरू आफ्नो आफ्नो लाहा पाहा के यहाँ रमिता हेर्न मात्रै आएको हो कि राजा पनि ल्याउन आएको हो ल भन ए छोराछोरी हो ए नाति हो तिमीहरूको पाराले राजा ल्याउन सकिन्न तिमीहरू अवसरवादी हौ कि सच्चै राजावादी हौ एक घन्टा 2 घन्टा पनि हाम्रो पृथ्वीनारायण शाहको शालीको अगाडि उभिन तपाईँहरू सक्नुहुन्न भने तपाईँहरू के हो पढेको छैन लेखेको छैन आफ्नो राष्ट्रप्रति माया छ कि छैन आज हामी यहाँ किन आएका हौँ आज यहाँ हामी उपस्थित किन भएका हौँ हाम्रो राजाको वंश हाम्रो राजा श्रीपाद महाराज धीराज ज्ञानेन्द्रको हिजो सन्देश सुन्नु भएन टिभी हेर्नु भएन त्यस कारणले ए नाति हो तिमीहरूको पालो हो हामी त जाने बेला भइसक्यो अब यो देश चाहिएको नातिलाई हो छोरालाई हो तिमीहरू किन एकजुट हुँदैनौ तिमीहरू किन बसिँदैनौ त्यस कारणले हामी डराएर होइन हामी हिम्मत गर्न पर्यो अब अस्ति भर्खर जेन्जी नातिहरूले सुशीला आमालाई लानुभयो तर उहाँ कसको आमा बन्नुभयो रामचन्द्र पौडेलको आमा मात्र बन्नुभयो सारा नेपालीको होइन त्यो आशा गरेका थिएनन् जेन्जी नातिहरूले त्यो आशा गरेका थिएनन् हाम्रो केही होला भनेका थिए देश बन्छ भनेका थिए सुशीला कार्की त सिर्फ रामचन्द्र पौडेलको आमा ल रवि किरण हमालजी